अहिले चाहिँ म गाउँतिर आएको। हेलो सफलजी, तपाईँ एक्कासी यहाँ गाउँतिर आउनु भएको छ त? यो बाघ आउने जङ्गलको छेउमा के हो? नमस्कार। म त गाउँमा छु हजुर, गाउँमा आएको छु। अब गाउँमा अहिले सुनसान छ। अब मान्छे मर्दा पर्दा लास उठाउने मान्छे पनि छैनन्। हेर्नुहोस्, यो घर पनि रित्तो खाली घर छ। अब कोही विदेश गएका छन्, कोही सहर गएका छन्। हेर्नुहोस्, ढोकामा तालचा लगाएको अवस्था छ। अब कोही सहर गएका छन्, कोही विदेश गएका छन्। रोजगारी छैन गाउँमा। अब त्यो पर त्यहाँ मेरो खेत छ, त्यहाँ खेत छ, त्यो पर देख्नुभयो, ठुलो खेत छ हो। त्यो पारिपट्टि हो, त्यो पारी खेत छ त्यहाँ। खेती कसले गर्छ? अब खेती कसले गर्ने? खेताला बोलाउँ भन्यो भने छैन। यहाँ एउटा घर छ, एउटा घर त्यहाँ छ, एउटा घर यहाँ छ। अब गाउँमा काम गर्ने पौरख गर्ने खालको मान्छे भेटिँदैनन्। कहिलेकाहीँ हाते ट्र्याक्टरले म खेती गर्छु, नभएदेखि अब अर्को ट्र्याक्टर पनि ल्याएर खेती गर्नुपर्छ। अब गणतन्त्र आयो, गाउँ गाउँमा सिंहदार दरबार आयो भन्थे, के गर्नु? अब गाउँको समस्या जस्ताको तस्तै छ। अब साह्रो समस्या छ हजुर। हेर्नुहोस्, अब यहाँ तोरी फलिरहेछ, हेर्नुहोस् तपाईँ यहाँ है। अस्ति लगाएको तोरी अहिले यसरी राम्रोसँग फल्या छ। अब यहाँ हेर्नुहोस्, राम्रो छ वातावरण। तपाईँले हेर्नुहोस्, यहाँको प्रकृतिलाई हेर्नुहोस् त, मेरो गाउँमा कति राम्रो छ हेर्नुहोस् है। यस्तो रमणीय ठाउँमा छ। अब के गर्ने? नेताहरूले अब सिंहदरबार बनाउँछु त भने गाउँमा विकास छैन। अब कोही बिरामी भयो भने एम्बुलेन्स लाने बाटो पनि छैन। अब साह्रै समस्या परेर हेर्नुहोस् हजुर, अब गाउँमा आएको छु। गाउँ गाउँमा सिंहदरबार भनेको यही रहेछ। यी ढोकामा अब ताला लागेको छ। अब कोही मर्यो भने उठाउनको लागि लास उठाउने मान्छे पनि छैन। ए गाउँले हो भनेर बोलाउनु पर्छ। साह्रै समस्यामा छु हजुर, म त गाउँमा आएको। अब मुद्दा हालेर अब काठमाडौँतिर बस्ती। अब मुद्दा पनि अब सरकारले रवि लामिछानेको फिर्ता लिइहाल्यो। अब मेरो पेसा भनेकै अब गाउँमा बस्ने। यहाँ कुखुरा पनि पालेको छु, हेर्नुहोस् है, कुखुरा पालेको छु। यहाँ तोरीहरू खेती पनि गरेको छु, कुखुरा पनि पालेको छु। 2-4वटा बाख्रा पनि पालेको छु। अब त्यो गोठमा चाहिँ त्यहाँनिर मेरो भैँसी 2-4वटा भैँसीहरू पनि छन्, अनि गाईहरू पनि राखेको छु। अब कृषि क्रान्ति गर्ने, देश बनाउने भन्दाखेरि चाहिँ अब म देश बनाउने भन्दा पनि गाउँ बनाउन आएँ। अब म सहरमा बसेँ है, 15-16 वर्ष काठमाडौँमा बस्यो, केही छैन, भुँडी पनि यत्रो भएर निस्क्यो। त्यही भएर अब म गाउँमा छु। अब यी कुखुराहरू बेला बेलामा काट्ने खाने गर्छु। यो कुखुराहरू पनि बेच्छु। यो लोकल जातका कुखुरा हुन् है। अब राम्रो छ, यहाँ धेरै कुखुराहरू छन्। मैले चाहिँ खेतीपातीसँगै कुखुरा पालन पनि गरेको छु। अनि अब मुद्दा हाल्ने मान्छे भने अब मलाई त बसी खान पनि दिएनन्। रवि लामिछानेको मुद्दा पनि फिर्ता ल्यायो, अरू भ्रष्टाचारीहरू पनि सल बोलाए। अब मैले केही गर्ने उपाय भएन। तैपनि अहिले अब गाउँमा आएको छु। चुनाव आयो भन्छन्, अब गाउँमा केही आएको छैन। बाटो पनि देख्नुभयो उहाँ पर हेर्नु, कच्ची बाटो देख्नुभयो नि तपाईँले? हो, त्यहाँ पारिपट्टि मैले कच्ची बाटो छ, कच्ची बाटो छ। यहाँनिर पनि एउटा सानो बाटो छ। अब त्यहाँतिर हेर्नुहोस् अब है, त्यतातिर पनि सहर देखिन्छ, यता पनि सहर देखिन्छ। अब हामी गाउँ बनाउन भनेर आएको छु म। अब मेरो त सहरमा बस्ने बाटो टुट्यो नि हजुर। अब भनेपछि अब मुद्दा हाल्ने पेसा पुरै छोडिसक्नु मुद्दा हाल्ने पेसा त होइन, मैले आफ्नो जिम्मेवारी पुरा गरेको थिएँ। मुद्दालाल भने सबैले है। अब खेतीपाती गर्ने, अब घरमै बस्ने, अब बिहा सिहा पनि अब गर्नु पर्यो होइन। अब एउटा चाहिँ राजकुमारीलाई ल्याएर यही घरमा देखाइदिनुहोस् न। यो घरमा चाहिँ एउटा राजकुमारीलाई ल्याएर टक्क राख्छु भनेपछि यही कोठा तपाईँको है? यही घरमा बिहा गरेर अब बेहुली पनि भित्र्याउने हो। घर त राम्रो नि, यो घर राम्रो छ। अब यही घरमा बेहुली भित्र्याएर अनि उनलाई चाहिँ यहाँको राजकुमारी बनाउने। म त युवराज भइहालेँ होइन। अब मुद्दालालको चाहिँ अब परिचय पनि फेरि नि अब गाउँघरतिरै देख्नुहुन्छ तपाईँहरूले। अब काठमाडौँमा बसो, हावापानी पनि ठिक छैन है, रोग व्याधि पनि लागिरहेको हुन्छ। के गर्नु हजुर? अब कृषि प्रधान देश हो। अब किसानको छोरो परियो। यत्रो पाहाबारी छ, यहीँ हिरा मोती उब्जाउँछु मैले, सुन यहीँ उब्जिन्छ।
यो तोरी लगेर बेच्छु हजुर हेर्नुहोस् यस्तो राम्रो तोरी छ राम्रो फल यस्ता तोरी त हेर्नु मेरो पाखैभरि छन् उम्, वर्षमा 2-4 मोरी त तोरी नै भित्र्याउँछु म ल ठिक छ भनेपछि अब राजकुमारी भित्राउने घर यही हो अब राजकुमारीलाई यहीँ अब भित्र्याउने तपाईँ राजकुमारी भित्रिएर भनेपछि यही कृषि पेसा नै गर्ने विचार अब गर्नुभयो मेरो राजकुमारीले चाहिँ यहाँ कुखुरा सुखुरा हेर्छिन् अब बाख्रा साख्रा हेर्छिन् है अब अरूको जस्तो ठुल्ठुला डिल गर्ने अनि लुटपाट मचाउने छैनन् भनेपछि सहरमा तपाईँले कसैले नपत्याएर तपाईँ गाउँ छिर्नु भयो मलाई अब अब कृषि सहरमा क्रान्ति गर्नलाई नि। दुःख गरेर कष्ट गरेर भ्रष्टाचारीका विरुद्धमा मुद्दा हाल्छु अब मुद्दा हाल्छु सरकारले फुत्त फिर्ता लिइदिन्छ अनि अब मलाई सबैजना श्रद्धाञ्जली पनि दिन्छन् अब यो गाउँ पनि एकदम पछाडि पर्यो गाउँलाई पनि अगाडि लानु पर्यो भनेर अब म त पुरै सुध्रेर अब मुद्दा सुद्धा नहाल्ने कसैलाई पनि गाउँमै बस्ने अब यो घरमा भएन भने यो घरतिर पनि राजकुमारीको लागि चाहिँ हामी सुत्ने घर चाहिँ यसलाई बनाउँछौँ म देखाइदिनुहोस् सुत्ने बस्ने घर चाहिँ यसैलाई बनाउनु यसले पर्ने बनाउनुहुन्छ है कति करोडको घर हो मुद्दा हाल्दा हाल्दा यो किनेको घर मैले क्या यो है ए मुद्दा हाले पैसाले किने घर हो अब यसलाई यसलाई 25 करोड जति पर्यो होइन उम्, यो 25 करोडमा किने हो यो घर चाहिँ 10 करोडमा किनेको हेर्नुहोस् त ए 10 करोडमा किने घर अब फाइदा भयो त के गर्नु है मुद्दा 25 हालेपछि ल ठिक छ 25 करोडमा किन्नु भएको घरमा माथि एउटा ट्युबलाइट त झुन्डेको रहेछ त बल्ब अब त। यो चाहिँ यस्तै हो अलिकति अँधेरो हुन्छ भनेर राखे हो ए, अब मुद्दा हालेर केही गरेन भने ल गाउँलेहरू हो म आएको छु है अब म त देशको लागि लड्ने मान्छे अब देश बनाउनको लागि पहिला घर बन्नु पर्यो त्यसपछि गाउँ बन्नु के अरे परिवार बन्नु पर्यो परिवार बनेपछि गाउँ बन्नु पर्यो गाउँ बनेपछि टोल बन्नु पर्यो टोल बनेपछि ओडा बन्नु पर्यो ओडा बनेपछि पालिका बन्नु पर्यो अनि जिल्ला बनेर अनि क्षेत्र हुँदै बल्ल देश बन्छ अब म चाहिँ पुरै सुध्रेर यो घर सम्हाल्न आएको छु यस्तै छ हजुर मेरो चाहिँ दिनचर्या ल हस् हजुर धन्यवाद चाँडै हजुर। राजकुमारी भित्राउनु होला राजकुमारीलाई भित्र्याउने हजुर अब क्रान्तितिरै लाग्नु यही होला घरमा भित्र धेरै राम्रो। मुद्दा हालेर मात्रै नि हुँदैन अब कृषि क्रान्तिमा गर्नु लागि होला। म सुध्रिसकेँ अब मुद्दा लाल्ने कोही कतिलाई मुद्दा पनि हाल्दैन अहिले अब मेरो नयाँ जीवन चाहिँ हेर्नुहोस् म त सहरबाट टाढा आएको छु धेरै टाढा आएको छु देखिहाल्नुभयो तपाईँले अब अनि यो घरमा भित्रिने राजकुमारी तपाईँले हेरिसक्नु भएको छ कि हेर्नुपर्छ कि राजकुमारी खोज्नुपर्छ, के छ भगवानले अनि? राजकुमारी त भगवानले जुराउला नि त हजुर अब जुराउलान् अब 25 करोडको यहाँ 10 करोडको 5 करोडको यत्रो घर छ मेरो है राजकुमारीहरू अब म युवराज भनेपछि त उसै युवरागी त आउनै पर्यो के अरे होइन ओहो। त्यही भएर यहाँ यस्तो राम्रोसँग म बसेको छु ठिकै छ हजुर सहरबाट गाउँ आएर अचार पनि बनाइसक्नु अचार पनि भएको छ। बनायो यो है चाहिँ राजकुमारी भित्राउने समयलाई अचार अँ। रेडी गर्नुभयो है त हौ? राजकुमारीलाई चाहिँ अचार साह्रै मनपर्छ अरे नि त ए राजकुमारीको लागि अचार गरेको छु होइन अब यो तोरीको तेल पनि चाहियो अब बिहेको लागि त तेल चाहिन्छ नि त तोरी अब त तोरी पाक्ने अब बेला 2-4 भइसकेको मुरी चाहिँ वर्षमा बेच्ने गरेको छु छ। हजुर अनि अब तोरी पेलेर अब तेल निकालेर होइन पुरा चाहिँ अब कृषि क्रान्तिमा म लागिसक्यो हजुर अब लु हस् हजुर लाग्नु होला अघि बढ्नु होला आफ्नै हजुर। देशमा आफ्नै कृषि हो क्रान्ति अब त्यसो म गर्यो भने पुरै उँभो कृषि लागिन्छ। पेसामा फर्किएँ कसैले पनि कोही पनि नडराए हुन्छ अब मसँग हस् हस्, हजुर नमस्कार धन्यवाद हजुर। हस्